बालेनजी तपाईसँग सोध्न चाहन्छु म पैसाले कतिको बिगारिरहेको छ र कतिको चाहिँ सपारिरहेको छ जस्तो लाग्छ त हाम्रो देशलाई पैसाले चाहिँ बिगारेको छैन हैन किनभने पैसातिर मान्छे लागेर चाहिँ बिग्रेको हो नि त कानमा भनेर हुन्छ लिखेर आउनु पर्यो नि उहाँले बोल्ने तपाईहरुले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो प्रमुखज्यूले कसरी बुझ्नुभयो मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन केमा पार्किङ मैले सडकमा कुरा गरिरहेको सडकमा पाइदैन पार्किङ गर्नु सडक विभागको आफ्नै ऐन छ हैन हामी उहाँसँग सम्झने गर्नु सडक विभागको ऐन अनुसार हो त्यो हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ हाम्रो संस्थाले किन गाड्दैछ त्यो कानुन कारबाही गरौँला नि त कानुनी कारबाही ढिला होला त्यहाँ काम पहिले भइरहेछ काम त ठेका लगाए काम भइहाल्छ नि काम त ठेका लगाए काम भइहाल्छ नि बोले जस्तो कुरा क्या हुन्छ गाह्रो छैन गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त गाह्रो छ आज के उठ्नु आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो गाह्रो छ भने त भएन नि